आजको भिडियोमा म तपाईको प्रश्नको उत्तर दिन्छु। के उद्धार केवल विश्वासबाट मात्र हुन्छ कि विश्वास कर्मबाट हो? सायद यो पुरै क्रिश्चियन धर्मशास्त्रको सबैभन्दा महत्त्वपूर्ण प्रश्न। यो प्रश्न प्रोटेस्ट्यान्टिज्म र क्याथोलिसिज्मको बीच विभाजन थियो। यो प्रश्न क्रिश्चियनिटी र अन्य धेरै पन्थहरूको बीचको एक प्रमुख भिन्नता हो। के उद्धार विश्वासबाट मात्र हुन्छ, कर्मबाट होइन? उदाहरणको लागि एफिसी अध्याय 2 पद 8 देखि 9 धेरै स्पष्ट छन्। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। सबैभन्दा महत्त्वपूर्ण शब्द हो अनुग्रह, जसमा परमेश्वरको आशिषको योग्य नभएकाहरूमाथि हुन्छ। अनुग्रहको अर्थ नै सबै प्रयासहरूलाई अस्वीकृत गर्छ जसबाट उद्धार कमाउन सकिन्छ। पावलले यो कुरा इजरायलका मानिसहरूका लागि परमेश्वरको चुनावको बारेमा शिक्षा दिँदै गर्दा बताए। जहाँसम्म परमेश्वरको दयाको कुरा छ, यो असल कार्यहरूबाट होइन। यदि यसो हुने हो भने परमेश्वरको अनुग्रह हुने थिएन, जुन यो वास्तवमा हो, अर्थात् स्वतन्त्र र योग्य नभएको। रोमन्स अध्याय 11 पद 6। त्यसै गरी धेरै कुराहरूमा स्पष्ट रूपले भनिएको छ कि उद्धार विश्वासबाट मात्र प्राप्त हुन्छ। सुरुमा बाइबलका केही अंशहरू विश्वास र कर्मको शिक्षा दिने जस्तो लाग्छ। उदाहरणको लागि याकुब अध्याय 2 पद 24 त्यस्तो एउटा उदाहरण हो। र जो मानिसहरू केही काम गर्छन् उनीहरूलाई धार्मिक मानिनेछ, केवल विश्वासले मात्र होइन। याकुबले आफ्नो पत्रमा भनेको सम्पूर्ण कुराको जाँच गरेर यो समस्या हल गर्न सकिन्छ। याकुबले यो विचार खण्डन गर्छन्, जसमा विश्वास छैन उनीहरूले राम्रो कार्यहरू गर्न सक्दैनन्। याकुब अध्याय 2 पद 17 देखि 18 मा भनिएको छ, ख्रीष्टमा साँचो विश्वासले जीवन परिवर्तन हुन्छ र राम्रो कर्महरू प्रकट हुन्छन्। याकुब अध्याय 2 पद 20 देखि 26। याकुबले यो भन्दैनन् कि धार्मिकता विश्वास र कर्मबाट आउँछ। साँचो रूपमा धार्मिक रहेकाले असल कर्म गर्नेछन्। कर्मले विश्वासको प्रमाण दिन्छ। इफिसी अध्याय 2 पद 8 देखि 9 मा यो कुरा भनिएको छ कि विश्वासले काम गर्ने मानिसहरू असल हुनेछन्। इफिसी अध्याय 2 पद 10। परमेश्वरको अनुग्रहबाट हामीले विश्वास प्राप्त गर्छौं र त्यो असल कर्ममा परिणत हुन्छ। ख्रीष्टमा हाम्रो विश्वासले हामीलाई बचाउँछ। हामीले विश्वासद्वारा उद्धार पाउँछौं।